नेपाली संगीत जगतको सबैभन्दा लोकप्रिय गायन प्रतियोगिता द भोइस अफ नेपाल सिजन 7 आजदेखि सुरु हुँदैछ। ब्लाइन्ड अडिसनको पहिलो एपिसोड आज साँझ प्रसारणमा आउँदैछ, जसले नयाँ आवाज र कथा लिएर आउने अपेक्षा गरिएको छ। यो सिजनमा कोचहरूको टोलीमा प्रमोद खरेल, राजु लामा, खेम सेन्चुरी र मेलिना राई रहनेछन्। चारै कोचहरू आफ्ना टिम बनाउन तयार छन् र प्रत्येक उत्कृष्ट प्रतिभा आफ्नो समूहमा ल्याउने प्रतिस्पर्धा गर्नेछन्। यसपटकको फर्मेटमा केही नयाँ पाटाहरू थपिएको बताइएको छ। ब्लाइन्ड अडिसन पछि नयाँ ब्याटल राउन्ड र नकआउट राउन्डलाई अझ चुनौतीपूर्ण र रोचक बनाइएको छ। साथै दर्शकहरूको मतदान प्रणालीलाई पनि प्राविधिक रूपमा सुधार गरिएको छ, जसले प्रतिस्पर्धाको मूल्याङ्कनले अझ निष्पक्ष बनाउनेछ। निर्माताहरूले यो सिजनलाई द मोस्ट इङ्गेजिङ सिजन इभर भन्ने दावी गरेका छन्। भिडियोको गुणस्तरीय, मञ्च सजावट र प्रदर्शनको स्तरलाई अन्तर्राष्ट्रिय स्तरको अनुभूति दिने प्रयास गरिएको छ। द भोइस अफ नेपालले विगतका सिजनहरूमा हजारौं नेपाली गायन प्रतिभाहरूलाई अवसर दिएको थियो। सिजन 7 ले पनि संगीत क्षेत्रमा नयाँ अनुहारहरू ल्याउने र नेपाली गीत संगीतलाई अझ उचाइमा पुर्याउने अपेक्षा सहित अब भने द भोइस अफ नेपाल सिजन 7 प्रसारणमा आउन लागिरहेको छ।